एप्पल दिवाली कति लाख कमायो भन्दै भन यो पालि दिवालीमा त 100 रुपैयाँ मात्रै छ है तेरो त मैले काटेको पनि खानुपर्छ अब हामी पनि गोसो लाउनु न 1-2 वर्षमा अब अर्को वर्ष म मिलाउँछु अब यो चाहिँ काट्नु चाहिँ एकदमै स्केल चाहिन्छ हैन यो भिडियो बनाएको चाहिँ अब त्यो नेगेटिभ सोचले बनाएको हैन अब नराम्रो काट्नु त भन्नु नि त हाल्नु हुँदैन तर पनि यो हाम्रो जुन चाहिँ हाम्रो नेपाली जातिको एउटा कल्चर बनाउनु हैन मासु त कल्चर जस्तो हो है अनि यो चाहिँ एकदमै छोड्नु चाहिँ एकदमै अब डाक्टर भन्दा आगार हुनु पर्यो जारो बेसी भएको पत्ता खाप्न के बाबा आन्ला धुने भाइले ला त्यो भाडामा हैन यहाँ छाप्नु पर्यो नि खान्छौ बोसटै म लान्छु 1 केजी सारो हिजो हालेको मात्रै कसरी यत्रो भनी हुन्छ अन्त काम छैन नि सुति बस्छु त यहाँ यसो गर्नु पर्छ गुनेस के गुना भन्नु न आज त लगाइनै मैले चारो अब ब्यालुन लो पाइप आउँछ पाइनु हैन यहाँबाट जोड्दै छ नि त यही पाइप जान्छ के अब बिचारमा नि छैन यहीबाट हो छैन खै के हाल्ने छैन र मेरो सारा खर्च लाग्यो गयो बेसी एकपट्टि चाहिँ छ हात दुईजना कसो गर्नु कति सारा खान्छ पर्छ टोइलेट चले जाँदा चाहिँ राम्रो खान्छ हेरेर यो राम्रो छ पुरानो हात परेन टिप्ने अलिक उँधो तान्नु त होइन यहाँ रमेशले बोतल लाने भन्छ कति बेला पेटमा नाना तराजु ल्याउनु कति जानु म चाहिँ फेरि उपल्लो घरमा जान एकछिन भिडियो बनाउँछु त मिमीले कति किलो मागेको छ 10 किलो आम्मा हौ